ल उखुको कसले खाने साथी हो टन्नै छ उखु एक झ्याङमा यत्रोचोटि उखु खाइ नसकेर बर्बाद छ लड्दै पनि छ खाँदै पनि छु र पनि सकिएको छैन गाइस। म चाहिँ यहाँ सुपारी बगानतिर जाँदैछु। मैले सुपारी रोपेको चाहिँ ठ्याक्कै 2 वर्ष भयो। ल 2 वर्षमा यत्रो भएको छ र आफ्नै तरिकाले मैले यहाँनिर हिजो मात्र मल यो तरिकाले ल्याएको छु। गोडमेलहरू यसरी गरेको छु। पहिला गोडेर पहिला झारलाई फ्याँकेर अनि हल्का तासेर त्यसपछि फेरि मल लाएपछि मैले झारले पुरेको छु। मेरो यो चाहिँ बिरुवाबारी हो। यहाँ अम्बक पनि पाकेको छ भने अम्बक तलदेखि देख्न सकिन्छ अम्बक। यहाँ अम्बक छ, यहाँ रुद्राक्षी, यहाँनिर एउटा ठुलो अम्बक देखिन्छ गाइस। कहाँ छ भने ठ्याक्कै यो चाहिँ अम्बक यहाँनिर चाहिँ अघि कत्रो खाइसके। धानहरू हरियो भएर आइसक्यो। लगभग हप्ता 10 दिन 15 दिन जति भयो धान रोपेको। धानको अवस्था यो छ। अहिले राम्रै भइरहेछ हालसालै चाहिँ भने सुपारी बगान देख्न सकिन्छ। अबको 2-4 वर्षपछि चाहिँ यसले फल दिन्छ। यसको दाजुहरू यहाँ छ, फल दिँदैछ। यी भाइहरू हो।